स्टक मार्केट एउटा जुवा हो, सबैलाई यही लाग्छ। हरेक वर्ष नेपालमा लाखौं मान्छे आफ्नो ट्रेडिङ एकाउन्ट खोल्छन्, तर 90% रिटेल ट्रेडर आफ्नो पैसा लुज गर्छन्। तपाईले जसले शेयर बजारमा आज लगानी गरेको छ त्यो पनि डुब्दैछ, त्यो डुब्छ, त्यो 500% डुब्छ। तर पनि सोशल मिडियाको हरेक दुईटा रिल मध्ये एउटामा कोही न कोही आफ्नो ट्रेडिङ जर्नी शेयर गर्दै हुन्छन्। कोही भन्छ आज म 10,000 बाट 1 लाख कमाए भने कोही भन्छ 1 लाख बाट 5 लाख कमाए। एभ्रीवन कसरी मैले एक ट्रेडमा चाहिँ 40,000 कमाए त है। तपाई सोच्नुहुन्छ यदि यसले गर्न सक्छ भने म किन गर्न सक्दिन। तपाई ट्राई गर्नुहुन्छ, कहिले प्रॉफिट हुन्छ कहिले लस, तर बिस्तारै बिस्तारै तपाई आफ्नो सबै पैसा लस गर्नुहुन्छ। आखिर यसमा प्रब्लम के छ त? के तपाईलाई अझै सिक्न जरुरी छ कि स्ट्र्याटेजी नै गलत छ कि यो गेम नै अर्को छ? यो भिडियोमा हामी बुझ्नेछौँ कि ट्रेडिङ मात्र चार्ट र क्यान्डलको खेल होइन, यो एउटा पुरै इकोसिस्टम नै हो जहाँ तपाईको हरेक ट्रेडमा कोही अरूको लागि पैसा बन्छ। वी विल ब्रेक डाउन द मिथ, द सिस्टम्स, द प्लेयर्स एन्ड द साइकोलोजी। सो लेट्स गेट स्टार्ट द भिडियो। हरेक टाइम जब कुनै ट्रेडर पैसा लस गर्न सुरु गर्छ तब ऊ सोच्छ कि मलाई अझै सिक्न जरुरी छ। त्यो इन्डिकेटर पढ्न थाल्छ, चार्ट प्याटर्न स्टडी गर्छ, युट्युब स्ट्र्याटेजी, क्लब हाउस र टिकटक टिप्स सबै चिज ट्राई गर्छ, तर पनि लस रोक्न सक्दैन। धेरै स्टडी र सर्वेको अनुसार ओन्ली 1 आउट अफ 10 रिटेल इन्भेस्टर मेक प्रॉफिट। 10 मध्ये 1 जना मात्र ट्रेडिङबाट पैसा कमाउन सक्छ। यहाँ एक्चुअल प्रब्लम स्ट्र्याटेजी होइन, प्रब्लम यो हो कि तपाई गेम नबुझी तपाई त्यो गेमको रुल सिक्नमा बिजी हुनुहुन्छ। स्टक मार्केट एउटा धेरै ठुलो डिमान्ड सप्लाईको मसिन हो। हरेक दिन लाखौं ट्रेड हुने गर्छ, तर यसमा एउटा ट्विस्ट के छ भने मार्केट मात्र तब मुभ गर्छ जब कुनै लार्ज भोल्युम एउटै डाइरेक्सनमा हुन्छ। तपाई सोच्नुहुन्छ कि 5 लाख मान्छेले यदि 5,000 को पनि ट्रेड गर्छ भने डिमान्ड क्रिएट हुन्छ, बट इन रियालिटी त्यस्तो हुँदैन। रिटेल ट्रेडरहरू फरक टाइममा फरक स्टकमा डिफ्रेन्ट डाइरेक्सनमा ट्रेड गर्छन्, तर अर्को साइड एउटा इन्स्टिट्युसन अथवा ठुला खेलाडी एकचोटिमै एउटै स्टकमा 50 करोड 100 करोड जस्ता ठुला फन्डले ट्रेड गर्छन्। र यही ट्रेडहरू हो जसले कुनै स्टक अथवा मार्केटलाई पार्टिकुलर डाइरेक्सनमा मुभ गर्छ। यो ट्रेडहरू मार्केटको लागि भिजिबल सिग्नल हुने गर्छ। रिटेल ट्रेडर्स मार्केटलाई चलाउँदैनन्, उनीहरू मात्र मार्केटको डाइरेक्सनलाई फलो गर्छन् र त्यही प्रोसेसमा धेरैजना ट्र्यापमा पर्ने गर्छन्, किनकि मार्केट यही चाहन्छ कि तपाईँ चेज गर्नु, रियाक्ट गर्नु र इमोसनल डिसिजन लिनुहोस्, किनकि यसले नै मार्केटमा लिक्विडिटी क्रिएट गर्छ, मतलब मार्केटमा पैसाको फ्लो बढ्छ। त्यसैले तपाईको रोल प्राइस मुभ गर्ने होइन, तपाईको रोल हो त्यो मोमेन्टमा पार्टिसिपेट गरेर सपोर्ट गर्ने। र जब तपाईँ पार्टिसिपेट गर्नुहुन्छ तपाईको हरेक बाई र सेल एउटा रेभेन्यू इभेन्ट क्रिएट गर्छ। तपाईँ पैसा कमाउनु या पैसा गुमाउनु त्यसले केही फरक पार्दैन, तपाईँ मात्र एउटा मसिनलाई फ्युल भर्ने काम गरिराख्नु भएको छ। मात्र मसिन होइन, एउटा ठुलो मसिन। तपाई सोच्नुहुन्छ कि जब तपाई ट्रेड गर्नुहुन्छ तब तपाई मार्केटको एगेन्स्टमा खेलिराख्नु भएको छ, हरेक अपर्च्युनिटीलाई ग्र्याब गरिराख्नु भएको छ, तर रियालिटीमा तपाई मल्टी लेयर सिस्टममा इन्ट्री गर्नुहुन्छ जहाँ तपाईको हरेक स्टेपमा हरेक ट्रेडमा अरूको लागि पैसा बन्छ। यसलाई बुझ्नको लागि हामीलाई एउटा ट्रेडको पुरै जर्नीलाई बुझ्नुपर्छ। सो लेट्स अन्डरस्ट्यान्ड स्टेप बाई स्टेप। स्टेप 1 ब्रोकर, जसको हेल्पले तपाईँ ट्रेड गर्नुहुन्छ। तपाईँ प्रॉफिट गर्नुहोस् अथवा लस गर्नुहोस्, ब्रोकर हरेक ट्रेडमा पैसा कमाउँछ, ब्रोकरेज कमिसन, इन्ट्रेस्ट र हिडन चार्जको रूपमा तपाईसँग ब्रोकर चार्ज गर्ने गर्छ। स्टेप 2 एक्सचेन्ज, जहाँ ट्रेड एक्जिक्युट हुने गर्छ। तपाईको अर्डर जान्छ नेप्से अर्थात् नेपाल स्टक एक्सचेन्जमा, यहाँ बायर र सेलर म्याच गरिन्छ। हरेक ट्रान्जेक्सनमा एक्सचेन्जले एउटा फी चार्ज गर्ने गर्छ, जसलाई नेपालमा नेप्से कमिसन भन्ने गरिन्छ। स्टेप 3 क्लियरिङ कर्पोरेसन और सिक्युरिटी बोर्ड, जसले ट्रेडलाई रेगुलेट गर्छ। नेपालमा यो काम 7 अर्थात् सिक्युरिटी बोर्ड अफ नेपालले गर्ने गर्छ र 7ले पनि हरेक ट्रान्जेक्सनमा एउटा फी चार्ज गर्ने गर्छ, जसलाई 7 फी भन्ने गरिन्छ। स्टेप 4 डिपोजिटरी,
जहाँ तपाईको सेयर डिजिटली स्टोर हुन्छ। सेयर जाने गर्छ तपाईको डिमेट एकाउन्टमा र यही स्टोरिङको लागि डिपोजिटरीले एउटा एनुअली बेसिस र हरेक ट्रान्जेक्सन बेसिसमा एउटा फिस चार्ज गर्ने गर्छ, जसलाई डिपी चार्ज भन्ने गरिन्छ। यस्तै तपाईको हरेक मुभबाट बाई होस् या सेल सिस्टमको प्लेयरहरू पैसा कमाउँछन् र जबसम्म तपाईँ ट्रेड गरिराख्नुहुन्छ यो साइकल कन्टिन्युअस रूपमा चलिराख्छ र त्यस्तै सिस्टमको बाहिर त्यो प्लेयरहरू हुन्छन् जसले मार्केटलाई चलाउने काम गर्छन्। बिग इन्स्टिट्युसन, बिग बुल, ठुला खेलाडी जसँग इनसाइडर न्युज छ, ठुलो फन्ड छ र फास्ट ट्रेड एक्जिक्युट गर्ने सिस्टम छ। यो सब प्लेयरहरू तपाईको बिहेभियर बुझेर तपाईको एगेन्स्टमा पोजिसन लिने गर्छ र जबसम्म तपाईँ ट्रेड गर्नुहुन्छ यो गेम चलिरहन्छ। तपाईँ जित्नुस् अथवा हार्नुस्, तपाईँ यो गेम नखेली बस्नै सक्नुहुन्न। रिजन आज ट्रेडिङको क्रेज सोसल मिडियामा चारैतिर देखिन्छ। रिल, युट्युब सर्ट्स, क्लब हाउस, टिकटक, सो कल्ड गुरुहरू तपाईले 2 मिनटको रिलमा 5000बाट 50,000 बनाउने सिकाउँछन्। प्रिमियम व्हाट्सएप ग्रुप जोइन गर्न भन्छन् र यही सबैभन्दा ठुलो ट्र्याप बनिरहेछ। मोस्ट इन्फ्लुएन्सर आर नट फुल टाइम ट्रेडर। उनीहरूको एक्चुअल इन्कम ट्रेडिङबाट आउँदैनन्, कोर्स सेल्स, एफिलिएट डिल्स, पेड ग्रुपहरूबाट आउने गर्छ। यो गुरुहरूले तपाईलाई सोसल मिडियाहरूमा पोर्टफोलियो स्क्रिनशटको भिडियो बनाएर ट्र्यापमा पार्छन्। फोटोसपबाट यस्तो यस्तो स्क्रिनशट 2 मिनटमा बन्छ, यो हेर्नु मेरो आजको प्रॉफिट। जब तपाईँ यस्ता गुरुहरूको प्रोफाइल हेर्नुहुन्छ तपाईले लाग्छ यो त साँच्चीकै कन्सिस्टेन्ट प्रॉफिट गर्दैछ, तर तपाईलाई थाहा छैन त्यो स्क्रिनशटको पछाडि कति लसेस, फेल ट्रेड र इमोसनल ब्रेकडाउन लुकेको छ। दिस इन्फ्लुएन्सर सेल युवर ड्रिम नट अ ट्रुथ। उनीहरूको गोल हुन्छ तपाईले डाउटमा पार्ने, त्यसले गर्दा तपाईँ उनीहरूको डेली बेसिसमा कन्टेन्ट हेर्नुस्, उनीहरूको कोर्स पर्चेस गर्नुस् र पेड व्हाट्सएप ग्रुपमा जोइन गर्नुस्। तपाईलाई लाग्छ तपाईँ स्ट्र्याटेजी सिकिराख्नु भएको छ, तर रियालिटीमा तपाईँ एउटा मार्केटिङ लुपको पार्ट बन्दै गइराख्नु भएको छ र जब तपाईँ लस गर्नुहुन्छ त्यो टाइम रियल प्रब्लम मार्केटमा हुँदैन, प्रब्लम हुन्छ तपाईको दिमागमा, जसलाई यो गेम बिस्तारै बिस्तारै ह्याक गर्छ। ट्रेडिङमा सबैभन्दा फर्स्ट लस तपाईको एकाउन्टबाट हुन्छ, बट सबैभन्दा ठुलो लस तपाईको दिमागको भित्र हुन्छ। तपाईँ मार्केटमा इन्ट्री गर्नुहुन्छ आफ्नो स्ट्र्याटेजी लिएर, तर कब तपाईको डिसिजन इमोसनल हुन थाल्छ तपाईलाई पनि थाहा हुँदैन। जब प्रॉफिट हुन्छ तपाईलाई लाग्छ मैले मार्केट बुझिसके, कन्फिडेन्ट र रिस्क दुवै बढ्छ, र जब लस हुन्छ तब तपाईँ सोच्नुहुन्छ कि अब छिटोभन्दा छिटो रिकभर कसरी गरौँ, र यो एउटा टक्सिक लुप बनिहाल्छ। सेम जुवा जस्तै तपाईले लाग्छ म सिस्टम बुझिसके, बट इन रियालिटी तपाईको दिमाग मार्केटसँगै आफूलाई पनि कन्फ्युज गरिराखेको हुन्छ। त्यसैले ट्रेडिङ मात्र नलेजको गेम होइन, यो मेन्टल स्ट्रेन्थ, प्यासेन्स र सेल्फ कन्ट्रोलको टेस्ट हो, र म्याक्सिमम मान्छेहरू यही टेस्टमा फेल हुन्छन्। जब सबै स्ट्र्याटेजी फेल नै हुन्छ भने गर्ने के त? अहिलेसम्म तपाईँ बुझिसक्नुभयो ट्रेडिङ एउटा हाई रिस्क हाई स्ट्रेसको गेम हो, तर यसको मतलब यो होइन कि यसबाट पैसा कमाउन इम्पोसिबल छ। मात्र यो बुझ्न जरुरी छ कि पैसा कमाउने तरिका त्यो होइन जुन रिल्स र क्लब हाउसमा देखिन्छ। स्टेप 1 फोकस अन रियल एजुकेसन। चार्ट र क्यान्डलस्टिक बुझ्न जरुरी छ, तर मात्र त्यो नै इनफ होइन। तपाईले म्याक्रो इकोनोमिक्स, इन्ट्रेस्ट रेट, ग्लोबल इभेन्ट र रिस्क म्यानेजमेन्ट जस्ता फन्डामेन्टल पनि बुझ्न एकदम जरुरी हुन्छ। र यो नलेज कुनै 2 मिनटको रिलले अथवा क्लब हाउसबाट मिल्दैन, यसमा टाइम लाग्ने गर्छ। स्टेप 2 लर्न टु म्यानेज रिस्क। प्रोफेसनल ट्रेडरहरूको फर्स्ट रुल एकदम सिम्पल हुन्छ र त्यो हो फर्स्ट सेभ द क्यापिटल। प्रॉफिट पछि ओभर कन्फिडेन्ट भएर हाई रिस्क नलिने, स्टप लस सेट गर्ने, पोजिसन साइजिङ फलो गर्ने, यो एउटा बोरिङ कन्सेप्ट लाग्न सक्छ, तर यो नै सबैभन्दा इम्पोर्टेन्ट कन्सेप्ट हो। स्टेप 3 टेस्ट, एनालाइज, रिपिट। के तपाईको स्ट्र्याटेजी पास्ट मार्केट कन्डिसनमा काम गरेको छ? के तपाईँ हरेक ट्रेडको रिपोर्ट राख्नुहुन्छ? यदि तपाईँ यो सबै गरिराख्नु भएको छैन भने तपाईँ मार्केटलाई मात्र गेस गरिराख्नु भएको छ, र मार्केटमा गेस गर्ने व्यक्ति टिक्न सक्दैन। फाइनली स्टेप 4 अन्डरस्ट्यान्ड योर गोल। ट्रेडिङ एउटा फुल टाइम जब हो, यसलाई गर्नको लागि त्यही लेभलको पढाइ, डेडिकेसन, फोकस र टाइम लाग्छ। यो कुनै पैसा कमाउने सर्टकट होइन,
यदि तपाईको गोल वेल्थ क्रिएसन छ भने तपाईले इन्भेस्टिङमा ध्यान दिनुपर्छ। लङ टर्म पोर्टफोलियो बनाउनु, ब्लू चिप स्टक्स पोर्टफोलियो डाइभर्सिफाई र एसआइपी अटोमेट गर्नमा ध्यान दिनुपर्छ। इक्विटी बाहेक डेट, गोल्ड, म्युचुअल फन्डहरुमा पनि इन्भेस्ट गर्नुपर्छ। तपाई ट्रेडिङमा सायद 10,000 देखि 1 लाखसम्म लस गर्नुभएको होला। अब त्यसलाई एउटा ट्युसन फी जस्ता बुझ्न सक्नुहुन्छ। मार्केटले कुनै डिग्री दिँदैन तर एक्सपिरियन्स दिन्छ र यही एक्सपिरियन्स सबैभन्दा बेस्ट लेसन सिकाउने गर्छ। ट्रेडिङबाट पैसा बन्छ तर सबैको लागि हैन। आई होप आजको भिडियोबाट तपाई ट्रेडिङलाई एउटा अर्को नजरबाट हेर्नु भएको होला। यदि यो भिडियो इन्फर्मेटिभ लागेको छ भने यो भिडियोलाई शेयर गरिदिनु होला र हाम्रो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। तपाईको एउटा सब्स्क्राइबले गर्दा हामीलाई अझै भिडियो बनाउने मोटिभेट गर्छ। सो थ्यांक यू एभ्रीवन। फेरि नेक्स्ट भिडियोमा भेटौँला।